यो विकास हो कि दुर्गन्धको राजधानी? अब त लाज पनि लजाइसक्यो होला। यो हो चन्द्रनाथ नगरपालिका वडा नम्बर 4 आर्मी क्याम्पको तल्लो गेट नजिकको दृश्य। जनताको घर अगाडि फोहोरको थुप्रो, हावा नै प्रदूषित, स्वास्थ्यमा जोखिम, तर जिम्मेवारी निकाय चुप, बिल्कुल चुप। नगरपालिका किन मौन छ? मेयर, उपमेयर, वडा अध्यक्ष, के तपाईँहरूलाई यो देखिँदैन कि देखे पनि व्यवस्था गर्ने बानी परिसक्यो? जुम्लाका एक नागरिकले खुल्ला चेतवानी दिएका छन्। उहाँ हुनुहुन्छ उपेन्द्र बुवा थापा। सिधा सन्देश, यदि यो फोहोर उठाएन भने यही फोहोर मेयर, उपमेयर र वडा नम्बर 4 का अध्यक्षको कार्यकक्षमै लिएर फालिदिनेछौँ। यो मजाक होइन, यो जनताको धैर्य टुट्ने सङ्केत हो। अब आवाज सुन्ने कान हुँदैन, त्यसपछि फोन नै बोकेर ढोका ढकढकाउनु पर्ने अवस्था आउँछ। अहिले पनि समय छ, फोहोर उठाउनुहोस्, नत्र यो आकस्मिक सिधै कार्यकक्षभित्र पस्नेछ।